राज्यको 1 पैसा पनि त्यहाँ मैले लगाएको छ। हामीले राज्यको 1 पैसा पनि लगाएको, एक पैसा 1 रुपियाँ पनि त्यहाँ हामीले बजेट विनियोजन गरेका छौँ। त्यो सम्पत्ति धरान उपमहानगरपालिकाको मात्र एक्लो नभएर देशकै सम्पत्ति पनि हो। निकै समय पहिलादेखि हामीले सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्ने र प्रतिमा सहितको सांस्कृतिक सम्पदा निर्माण गर्ने र यो देशलाई नै यो राष्ट्रलाई नै एउटा सम्पदा थपिदिने भन्ने हिसाबले त्यो खालको उद्देश्यले चाहिँ नै हामीले सबैजना मिलेर सबैले सकेको कन्ट्रिब्युसन सकेको योगदान गरौँ हैन। सबैले सकेको नसकेको कसैलाई जबरजस्ती छैन हैन। जसले तपाईको चाहिँ आफ्नो पितृलाई मान्दछ, आफ्नो स्वर्गवासी बाजे बोजू आमा बाबाको नाममा तपाईको चाहिँ नि सकेको आर्थिक सहयोग गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ नि वेलकम छ, स्वागत छ भनेर चाहिँ हामीले सुम्निमा पारूहाङको प्रतिमा निर्माणको लागि धेरै लामो समयदेखि कोसिस गर्यौं र म युके पनि गएँ, अब हङकङ जाँदैछु लगायतका चाहिँ नि हामीले चाहिँ नि त्यो खालको चाहिँ आर्थिक सहयोगहरू सङ्कलन गरेर सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्ने भनेर चाहिँ नि अस्ति 2082 सालको मङ्सिर महिनाको 9 गते जनमतबार मंगलबारको दिन हामीले चाहिँ नि शिलान्यास गर्यौं। त्यसका लागि साल्पा पोखरीको पवित्र पानी र सिलिजुङको तपाईको चाहिँ पवित्र ढुङ्गा र माटोलाई लिएर हामीले त्यहाँनेर शिलान्यास गर्यौं। अत्यन्तै भव्य शिलान्यास भयो हैन। हजारौंको संख्यामा मानिसहरू आएका थिए। त्यो कुरा चाहिँ फेरि देखि नसकेर कुन चाहिँ फटाले हैन, गाली गर्नु त मिल्दैन, चोर फटा गधासम्म चाहिँ भन्न मिल्छ होला, कुन चाहिँले गएर तपाईको चाहिँ नि हैन उजुरी फुजुरी लगाएछ। अब यो नौलो कुरा होइन मेरो लागि हैन। जब मैले फूल रोपेँ मलाई चाहिँ नि हैन उजुरी फुजुरी मुद्दा सुद्दा नै गरे। त्यसपछि तपाईको बिरुवा रोप्दाखेरि पनि त्यही भयो, पानी लिएर खुवाएँ कति तपाईको चाहिँ नि हैन त्यो कोका खोलाको विश्व रेकर्डै राखियो। त्यो 30-35 वर्षदेखि ल्याउन कसैले पनि नसकेको, चाहेर पनि नसकेको पानी हैन, डाँडा छेडेर ल्याउँ कि कसरी ल्याउँ कि पोखरी बनाउँ कि भनेर चाहिँ भुलिरहेको थियो। त्यस्तो खालको पानीलाई चाहिँ नि लिएर मैले 98 दिनमा त्यो पनि खुवाएँ। त्यसको लागि पनि तपाईको उजुरी फुजुरी भुजुरी नै हैन, मुद्दा र सुद्दा अनेक हुँदा हुँदा अब सुम्निमा पारूहाङ जस्तो हैन पवित्र कार्य जुन मैले अघि भने यो चाहिँ तपाईको चाहिँ नि किराँत समुदायको नजरमा चाहिँ यो चाहिँ फेरि देवी देवताको प्रतिमा पनि हो त्यो हैन। आफ्नो चाहिँ नि भगवानको ईश्वरको अल्लाहको हैन माङको भन्छ नि त्यो खालको चाहिँ नि एउटा प्रतिमा पनि। अब त्यो प्रतिमा बनाउँदाखेरि चाहिँ तपाईको चाहिँ नि त्यो कसरी बनाउने, के बनाउने, कसो भन्ने खालको चाहिँ नि अब सोधेको रहेछ। त्यसको उत्तर हामीले नगरपालिकाबाट दिइसकेका छौं र हिजो त्यो पत्र गइसकेको छ र यहाँ सबैजनालाई म भन्न चाहन्छु यो खालको गतिविधिलाई निरुत्साहित गर्नुपर्छ। राज्यको 1 पैसा पनि त्यहाँ मैले लगाएको छ। हामीले राज्यको 1 पैसा पनि लगाएको, एक पैसा 1 रुपियाँ पनि त्यहाँ हामीले बजेट विनियोजन गरेका छौँ। त्यो सम्पत्ति धरान उपमहानगरपालिकाको मात्र एक्लो नभएर देशकै सम्पत्ति पनि हो। त्यस्तो खालको बृहत काम गर्दाखेरि, त्यस्तो खालको कन्सेप्ट भिजन भएको मान्छेले काम सुरु गर्दाखेरि चाहिँ अब हुन्छ नि विकासका विरोधीहरू अब यहाँ त तपाईको थुप्रो छ नि त, यो देश बिग्रेकै त्यस्तो खालको तपाईको चाहिँ नि हैन सडे गलेका मान्छेहरूले गर्दा हो। कुहिएको मनस्थिति भएको, कुहिएको सोच विचारमा दुर्गन्ध क्या दूषित सोच विचार भएका मान्छेहरूले अब तपाईको चाहिँ नि गएर के भनेछन् अनि अख्तियारले सोधेको त्यसको जवाफ मैले हामीले दिइसकेका छौँ र यसरी चाहिँ नि त्यो खालको कुराहरू गरिरहेका छन्। त्यो तपाईको चाहिँ नि हामीले प्रत्येक कुराको हिसाब हामी हैन देखाइरहेका छौँ, देखाउँछौँ र यो कुरा चाहिँ कुनै मान्छेले तपाईको चाहिँ नि तपाईको आफ्नो पितृको नाममा आफ्नो बाजे बोजू आफ्नो आमा बाबा जो चाहिँ स्वर्गवासी हुनुभएको छ उहाँहरूको नाममा दिनुभएको छ। कतिले चाहिँ यो चाहिँ नि हैन यसलाई आफ्नो इष्टदेव सम्झेर नै हैन मेरो चाहिँ नि आस्थाको केन्द्र भनेर पनि उहाँहरूले दिनुभएको छ र यसरी चाहिँ एउटा आस्थाको केन्द्र एउटा चाहिँ सांस्कृतिक सम्पदाको रूपमा चाहिँ यसलाई विकसित गरेर लाने, विश्व सम्पदाकै रूपमा सूचीकृत गर्ने गरी यसलाई निर्माण गर्ने भनेर हामी लागेका छौँ। त्यसमा चाहिँ भाँजो हाल्नका लागि केही दूषित मनोवृत्तिका मान्छेहरू लागेका रहेछन्। त्यस्ताहरूले केही पनि तर गर्न सक्दैन। मैले भने केही पनि गर्न सक्दैन त्यस्ता मान्छे। हाम्रो यात्रा सुनिश्चित छ, हाम्रो गन्तव्य सुनिश्चित छ। हामी त्यो त बनाइसक्यो भन्दा पनि हुन्छ। अब बनाइ नै सक्यो हैन, कुनै पनि हालतले कोही कसैले तपाईको चाहिँ रोकेर छेकेर र यस्तो खालको कुरालाई मैले चाहिँ के पनि भनिरहेको छु भने अब यो मन्दिरहरू यो देशमा कसरी बने हैन, कसले बनायो, कसरी सञ्चालन भइराखेको छ भन्ने खालको कुराहरू, अब सुम्निमा पारूहाङको प्रतिमा निर्माण कसरी भइराखेको छ भन्ने कुराहरू खोज्ने मान्छेहरूले त्यो कुराहरू पनि खोज्नुपर्छ भनेर मैले भनेको छु। किनभने सबैलाई प्रकृति जस्तो हुनु पर्यो नि त, विभेद नगर्ने खालको हैन। यो केही विभेद गर्नुपर्छ भन्ने मान्छेहरू अब सबै त त्यस्ता छैनन्, तर केही अझै पनि छन् के फाट्टा फुट्टा त्यो खालको मान्छेहरूले चाहिँ नि एउटा विभेदकारी षड्यन्त्रकारी चाल चलेको पनि हुन सक्छ यो हैन। किराँत समुदायले हैन तपाईको चाहिँ विशेष गरी किराँत समुदायले आफ्नो इष्टदेव भनेर पनि मानेको हुन्छ सुम्निमा पारूहाङलाई। त्यो समुदायमाथि नै तपाईको चाहिँ एउटा तपाईको चाहिँ षड्यन्त्र गर्न खोजेको हो कि भन्ने गन्ध पनि आउँछ।